पहाडको काखमा बसेको सानो गाउँ भिरगाउँमा एउटा कठोर र डरलाग्दो परम्परा थियो। गाउँको छेउमा बग्ने ठूलो खोल्साको किनारमा एक भयानक राक्षस बस्थ्यो। धेरै कुरूर र निर्दयी राक्षस, जसले प्रत्येक वर्ष गाउँबाट एकजनाको बलि नदिए पानी सुकाइदिन्थ्यो, जसका कारण खेतहरू बाँझा हुन्थे र रोग फैलिन्थे। नचाहेर पनि गाउँहरूले एक वर्षमा एकजनाको बलि दिनुपर्ने कठोर परम्परा मान्न बाध्य थिए। त्यसैले हरेक वर्ष गाउँमा एक परिवारको पालो आउँथ्यो। जसको पालो पर्थ्यो उसैले आफ्नो परिवारबाट एकजनालाई बलिका लागि पठाउनु पर्थ्यो। त्यही गाउँमा शङ्कर नामको एक साहसी युवक बस्थ्यो। ऊ शिकार गरेर परिवार चलाउँथ्यो। उसको घरमा आमा बुवा र उसकी अति प्रिय अत्यन्तै सुन्दरी श्रीमती बस्थिन्, कुसुम। कुसुमका कपाल यति लामो थिए कि भुइँमा झर्थे। उनी केवल सुन्दरी मात्र नभई मायालु र कर्तव्यनिष्ठ पनि थिइन्। प्रत्येक साँझ शङ्कर शिकारबाट फर्किँदा कुसुम घरको ढोकामा पर्खेर बस्थिन्। बाहिर आएर मायालु बनी पानीले शङ्करका हातखुट्टा धोइदिन्थिन् र मुस्कुराउँदै भित्र ल्याएर खाना खुवाउँथिन्। तर यो वर्षको बलिको पालो शङ्करको परिवारमा परेको थियो र गाउँलेहरूले निर्णय गरेका थिए यस पटक बलिका लागि कुसुम जानुपर्छ। त्यो दिन साँझ पर्न लाग्दा शङ्कर शिकारबाट फर्कियो। तर आज घर अगाडि कुसुम थिएन। ढोका सुनसान थियो, आँगन चिसो थियो। कुसुम, शङ्करले बोलायो। कुनै उत्तर आएन। ऊ आतिदै कोठातिर गयो। कोठाभित्र कुसुम भुइँमा बसेर रोइरहेकी थिइन्। आँसुका थोपाहरू उनको लामो कपालमा झर्दै थिए। शङ्कर झस्कियो र नजिकै बसेर भन्यो, कुसुम, के भयो? किन रोइरहेको तिमी? केही भयो? कुसुमले टाउको उठाइन्। उनका आँखाहरू रातो भइसकेका थिए। शङ्कर, म अब धेरै दिन हजुरको साथमा बस्न पाउने छैन। शङ्कर चकित भयो। के भन्यौ तिमीले? यस्तो अशुभ कुरा नगर। कुसुम रोइरहेकी स्वरमा बोलिन्। यो वर्षको बलिमा हाम्रो परिवारको पालो परेछ र गाउँलेहरूले मलाई रोजेका छन्। कोठाभित्र सन्नाटा छायो। बाहिर हावाको सुस्केरा मात्र सुनिन्थ्यो। शङ्कर भर्याङबाट खसे झैँ झसङ्ग भयो। उसले काँपेको स्वरमा भन्यो, होइन, त्यो हुनै सक्दैन। म तिमीलाई कदापि काटिन वा मर्न दिन्न। कुसुमले आँसु पुस्दै भनिन्, यो त गाउँको रीत हो शङ्कर। यदि म नगए भने गाउँमा पानी सुक्छ रे। सबैले मलाई दोष दिनेछन्। गाउँको रीत मानिसको जीवनभन्दा ठुलो हुँदैन, शङ्कर दृढ स्वरमा बोला। म तिमी बिना बाँच्न सक्दिन। तिमी मेरो सास हौ, मेरो संसार हौ। कुसुमले शङ्करको हात समातिन्। तर तिमीले गाउँसँग लड्न सक्दैनौ। त्यो राक्षसले कसैलाई पनि बाँकी राख्दैन भन्ने सुनेको छु। शङ्करको आँखामा